नारी आफैमा एउटा ईश्वरको अनुपम वरदान हुन्। नारी बिना यो संसार अधुरो छ। नारी बिना यो संसारको हामी परिकल्पना पनि गर्न सक्दैनौँ। हामीले नारीको इज्जत गर्नुपर्छ, नारीको सम्मान गर्नुपर्छ। तर केही नरपिचासहरूले किन अझै पनि नारीहरूलाई एउटा खेलौनाको रूपमा मात्र लिन्छ। यस्तै नरपिचासहरूको एउटा कहानी लिएर हामी तपाईँहरूमा प्रस्तुत भएको छौँ। कति हल्यो कि भने बिर्यो क्या। अरे नानी, तिमी स्कुलमा राम्रोसँग पढ है। ठुलो मान्छे बन्नु पर्छ नि। मम्मी, ठुलो भएपछि उतो प्लेन चलाउँछु है। हुन्छ। खै यसको दिमाग कहिले आउने हो कुन्नी। पानी सबै हालिस्? भरे छिटै आइज है। नानी बाई, राम्रोसँग आऊ है बेलुका। छिटो आऊ नि फेरि। बाई। एउटी बालिका सधैँ विद्यालय जाने क्रममा सधैँ समयमा आफ्नो घर पुग्थिन्। तर एक दिन ती बालिका समयमा घर नपुग्दा उहाँकी आमा धेरै चिन्तित अवस्थामा हुनुहुन्थ्यो। उहाँले छरछिमेकमा सबै ठाउँ खोजिसक्नुभयो, तर पनि ती बालिकाको कहीँ पनि पत्तो फोन पनि लाग्दैन भने। खै यतिका बेला भइसक्यो, अहिलेसम्म छोरी स्कुलबाट घर आएकी छैन। बाबु पनि कहाँ जानुभएको होला। अरे अझै पनि ती बालिकाको पत्ता नलागेपछि फेरि खोज तलास सुरु गर्यो। अझै पनि छोरी घर आउँछ कि भन्ने आशमा दुवै दम्पतिका आँखाहरू अझै ती बालिकाको बाटो कुरिरहेका। आखिरमा दोस्रो दिन पनि छोरी नआएको देख्दा दुवैजना दम्पतिले प्रहरी चौकीमा गएर रिपोर्ट लेखाउने निर्णय गरे। इन्स्पेक्टर साहब, मेरी छोरी हराएको 3 दिन भइसक्यो। अहिलेसम्म अत्तो पत्तो केही छैन। जसरी हुन्छ हजुरले पत्ता लगाइनु पर्यो। हजुर, जहिले पनि छोरी समयमा घर आउँथे, अहिलेसम्म आएकी छैन। हामीले सबैतिर खोजिसक्यौँ, कहीँ पनि भेटिन। त्यही भएर हजुर कहाँ आएको। हजुर लौ न हजुर, जसरी भने हाम्रो छोरी खोजिदिनु पर्यो। बिन्ती छ हजुर, जसरी हुन्छ पत्ता लगाइनु पर्यो। हजुर हजुर, हाम्रो छोरी। नरौ कति रुन्छौ। छोरी कहाँ गई? तपाईँ चिन्ता नगर्नुहोस्, तपाईँको छोरीको खोज तलास हामी गर्नेछौँ। ढुक्कै रहनुहोस्। म हजुरलाई मेरी छोरीको फोटो देखाउँछु। मेरो छोरीको फोटो यही हो सर। सैसाब, यो मोबाइलमा सेरीबाट सेभ गर्नुहोस्। लौ न हजुर, 3 दिन भइसक्यो। कहाँ गएकी होली, के खाएकी होली? चिन्ता नगर्नुहोस्, कतै साथी कहाँ पुगइन् कि त्यो पनि खोज तलास गर्नु भएको छ कि छैन। चिन्ता नगर्नुहोस्, यो प्रक्रिया हामी चाँडै नै अगाडि बढाउनेछौँ। अनि यो फोटो राख्नुभयो नि, फोटो सेभ गर्नुहोस्। हजुर राखेँ सर। हामीले यो फोटो लिइसक्यौँ अनि चाँडै नै यो प्रक्रिया हामी अगाडि बढाउनेछौँ। ढुक्कै रहनुहोस्, चिन्ता नगर्नुहोस्, हामी खोज तलास गर्नेछौँ। जसरी हुन्छ चाँडै गरिदिनु पर्यो हजुर। हुन्छ, अहिले हामी जान्छौँ। नमस्कार हजुर। जान्छौँ हजुर। हुन्छ अहिले जान्छौँ हजुर अहिले। ल अस्ति भएको घटना त यहाँहरूलाई थाहा नै छ। देशमा दिनहुँ यस्ता घटनाहरू बढ्दैछन्। यसलाई न्यूनीकरण गर्नका लागि हामी सतर्क हुनुपर्दछ। सैसाब, यो फोटो हेर्नुहोस्। तपाईँहरू पनि हेर्नुहोस्। यी नानीलाई जहाँ भए पनि सकुशल यी नानीको आमा बुवालाई बुझाउनु पर्छ। ओके सर। सैसाब, टोलीलाई मुभ गराउनुहोस्। ओके। हजुर
इन्सपेक्टर साहबको निर्देशन तपाईँले पाइसक्नु भएको छ। हजुर त्यो नानीलाई जसरी हुन्छ जहाँबाट हुन्छ हामीले खोज्नु छ। प्रहरीले सम्पूर्ण ठाउँ खोज तलास गर्दा पनि आखिरमा त्यो बालिकाको कहीँ पनि बुढी अहिलेसम्म पुलिसबाट अतो पत्तो केही खबर आएन। कस्तो दशा आइला हामीलाई। घर छोडेर कहिले बाहिर जाँदैन ती। के गर्ने होला अब? त्यही त नि, हे भगवान, के दशा लागेको होला हामीलाई यस्तो। नरौ, आँसु जति झारे पनि छोरी अवश्य नि इन्सपेक्टर साहबले ल्याइदिन्छु भनेछ। ए कहाँनिर भन्नुभयो? के भयो? ए हो र? नानी, तिमी स्कुलमा राम्रोसँग पढा है। ठुलो मान्छे बन्नु पर्छ नि। मम्मी ठुलो भएपछि त प्लेन चलाउँछु है। हुन्छ। खै यसको दिमाग कहिले आउने हो कुन्नी। पानी सबै हालिस्? भरे छिटै आइज है। नारी आफैमा एउटा ईश्वरको अनुपम वरदान हुन्। नारी देवी हुन्, नारी सृष्टि हुन्। किन आज यो समाजमा हामीले अझै नारीलाई पूर्ण रूपमा सम्मान दिन सकेका छैनौँ? हामीले समाजमा जसलाई सम्मानपूर्वक राख्नुपर्ने हो, समाजमा केही दुष्टहरूले तिनै नारीलाई छत बिछत अवस्थामा छोडिदिएका छन्। के भयो होला नानीलाई? सर, यो अस्तिको हराएको नानी हो कि जस्तो लाग्यो सर। ए उहाँको डिटेल लिनुहोस् त। सर, हजुर सर, यो भिडभाड हटाउनुहोस् त। तपाईँहरू अलिअलि हटिदिनुहोस् त, अलिअलि हटिदिनुहोस् त। मान्छे हटाउनुहोस् न। हल साहब, यता जानुहोस्, यताको मान्छे साइड गर्नुहोस् त। त्यहाँ मान्छे साइड गर भाइ, मान्छे साइड गर। नानी, के हो तपाईँको नाम? नानी, के नाम हो तपाईँको? हाम्रो महिला कहाँ हुनुहुन्छ? यहाँ छु म। ए सोध्नुहोस् त। सोध्नुहोस् त। सोध्नुहोस्। नानी, तिम्रो नाम के हो? तिम्रो घर कहाँ हो थाहा छ तिमीलाई? यता हेर त। यो टोल चिन्छौ तिमीले? चिन्दैनौ? यो अस्तिकै केस हुनुपर्छ। हेर्नुहोस् त यो फोटो ठ्याक्कै मिल्छ उसको अनुहारसँग। हो सर। एकपल्ट फोन गरिहाल्नुहोस् न। हुन्छ सर। सर, यो फोटो सेम छ सर, अनुहार हेर्दाखेरि। सेम छ? यही नानी हो। हामीले लगेर जानुपर्छ। खबर त गरिदिनुहोस्। हेलो। हेलो हेलो सर। आमा नमस्ते। आमा, तपाईँहरूले फोटो दिनुभएको थियो नि तपाईँको नानी हरायो भनेर। सेम अनुहार मिलेको नानी हामीलाई यहाँ रामनगरमा भेटिएको छ। चौकीमा आउनुहोस् भन्नुहोस्। तपाईँ चौकीमा आइदिनुहोस् त प्लिज। ए हो, ल ल ल, म आइहालेँ। ल म आएँ। ल ल, ओके ल। ल लगेर गयो। ल हलसाब कहाँ जानु बिस्तारै भएको? उठ। नानी उठ, बिस्तारै है, बिस्तारै। उठ। उता समात्नु त। भाइ भिडाटो न, भिडाटो जाऊ। तपाईँहरू अलि साइडमा गइदिनुहोस्। के भएको यस्तो? ए छोरी, आँखा खोल्न, आँखा खोल्न, आँखा। छोरी, ए छोरी।
दिदी दिदी बच्चालाई आराम गर्न दिनुहोस् त। तपाईँ नआत्तिनुहोस्, हामी ट्रिटमेन्ट गरिरहेछौँ। अनि यो बालिकाको के छ कन्डिसन? बच्चाको अवस्था एकदम नाजुक छ। हजुर, यो केस एकदमै क्रिटिकल छ। के भएर छ डाक्टर साहब? बच्चालाई एकछिन तपाईँ यता आउनुहोस् त। डाक्टर साहब किन यता बोलाउनु भयो? के यो केस सिरियस नै हो त? रिपोर्टमा आखिर के रहेछ त? इन्सपेक्टर साहब, यो बालिकाको अवस्था एकदम नाजुक छ र उसँग सामूहिक बलात्कार भएको छ। त्यो पनि एक पटक होइन, 2 पटक होइन, कैयौँ पटक, कैयौँ दिन यी बालिकासँग सामूहिक बलात्कार भएको छ। ओह माय गॉड। कहिले रुने, कहिले हाँस्ने, कराउने अवस्था छ। मेन्टली उहाँको अहिले प्रब्लम छ, जसले गर्दा हामीले उहाँलाई औषधि दिएर आराम गर्न लगाएका छौँ। डाक्टर साहब, जसरी हुन्छ यी नानीलाई छिट्टै चाहिँ होस मिलाउनु पर्यो। तपाईँहरूको युनिटले शीघ्र यो कार्यलाई चाहिँ सम्पन्न गर्नु पर्यो। हामीले प्रयास गर्दैछौँ हजुर। र प्रयास गरेकै छौँ। केही टाइम लाग्छ। अहिलेको रिपोर्टमा त्यस्तो नराम्रो केही देखिया छैन। हजुर। अब अरू रिपोर्टहरू आउनु बाँकी नै छ, केही टाइम चाहिँ लाग्छ। डाक्टर साहब, जति सक्दो चाँडो यी नानीलाई होस मिलाउनु पर्यो। छिटोभन्दा छिटो उपचार गर्नु पर्यो। ओके डाक्टर साहब, अहिले हामी जान्छौँ। हस्। सही साहब, सर यस्ता अपराधीहरूलाई जडैबाट हामीले नाश गर्नुपर्छ। तिनीहरूको खोज तलास गर्नुपर्छ। त्यो अपराधीहरूलाई छोड्नु हुँदैन। जाउँ हामी। ओके सर। ओके डाक्टर साहब। हस् हस्। अहिले ठिक छ नानी तिमीलाई? ठिकै छ। चिन्ता नगर है। अब यहाँबाट हामी चाहिँ पुलिस खटाउँछौँ। अनि तिमीले चिन्छौ नि ती केटाहरूलाई? देखेँ भने चिन्छु। अनि तिमीलाई कहाँ कहाँ लगेको थियो? एक दिन म स्कुलबाट फर्किने क्रममा ढिला भएको र म बसमा बस्दा बस्दै निदाएछु। बसका सारा यात्रुहरू झरिसकेका रहेछन्। त्यसपछि यसरी म बारम्बार रोइरहे तर ती पापीहरूले मेरो एउटा पनि सुनेन। अन्तमा ती पापीहरूले मलाई एउटा ठाउँमा फालेर गए। चिन्ता नलिनु नानी, तिमी रुखैरहनु ल। सही साहब, हजुर सर। यो नानीलाई लगेर कुन कुन ठाउँमा चाहिँ यो घटना घटेको रहेछ
र ती केटाहरू कता छन्? ती अपराधीहरूलाई तुरुन्त समातेर ल्याउनुहोस्। सब हजुर सर। नानीलाई लिएर त्यहाँ कहाँ कुन लोकेसनमा घटना भएको हो लोकेसन नानीले देखाउनुहुन्छ। ती केटाहरूलाई समातेर यो कार्यालयमा लिएर आउनुहोस्। हुन्छ। तपाईँलाई थाहा छ नि लोकेसन त? राम्रोसँग थाहा छ? थाहा छ। ठिक छ, तपाईँ मसँग आउनुहोस्। हस् जानुहोस्। एक दिन ती बालिकाले त्यो घटनास्थलमा लगेर ती अपराधीहरूको पहिचान गरिन् र प्रहरीले पालो गरी ती अपराधीहरूलाई ठाउँ ठाउँबाट समात्नु भयो। तेरो अरू साथीहरू कहाँ छ भन्? मलाई थाहा छैन। मोबाइल निकाल, फोन गर। मोबाइल निकाल। आइसक्यो कति दिन भयो साथीहरूलाई। ए पक्डी यसलाई। ए ल ठिक छ, टोली पठाउँछु है। भन्नुहोस् त सही साहब। सर यो अस्तिको रामनगरको जुन बलात्कार घटना थियो त्यसमा 4 जना पक्राउ परिसकेका छन्। 2 जना फरार भएको भनेको थियो, त्यो पनि लिएर आइसक्यौँ। ओके। अस्तिको फरार अपराधी ए मान्छे हो? हजुर। सिधा आउनु, सिधा बस। हाल सब सिधा राख्नुहोस् यसलाई। कहाँ भाइ घर? के हो नाम तिम्रो? राम्रो काम गर्न आउनु है तिमीलाई? कसले सिकायो तिमीलाई यस्तो काम गर्न? ढाँट्छेस्? तँलाई यस्तो घिनलाग्दो काम गर्न लाज लागेन? राम्ररी भनिया। सही साहब। हजुर सर। लगेर अनुसन्धान गर्नुहोस्। अरू पनि केटाहरू को छन् हेर्नुहोस् है। हजुर सर। ल लगेर जानुहोस्। अपराध गरेर भाग्नु खोजेस् त? तेरो नाम के? मेरो नाम दिनेश। दिनेश के? दिनेश कुमार। यसको नाम दिनेश कुमार। कतिजना थियो यो घटनामा? 5 जना। 5 जना। अरू कहाँ छन् भन्? अरू मलाई थाहा छैन सर, फोन पनि लागिरहेको छैन, मलाई उनीहरूको रुम पनि थाहा छैन। अरू साथीको नम्बर भन् त? अरू साथीको नम्बर भन्। नम्बर लगा, तुरुन्त नम्बर लगा। श्यामबहादुर। यो श्यामबहादुर भन्ने चाहिँ सर पटक पक्राउ परिरहने। अस्ति त्यो चोरी केसमा पनि आएको थियो। हजुर त्यही हो। त्यसमा पनि आएको थियो यो? त्यही हो। अरू भन् 2 जना अरू। त्यही हो भनेको। फेरि बोल्दैनस्? त्यही हो। गोपाल बहादुर। असाब लिएर जानुहोस् त भित्र। हुन्छ। खोरमा हालिहाल्नुहोस् है। लाइन केटा लाइन। हेलो। हजुर सर। हजुर। हेलो भाइ। हजुर। कता हुनुहुन्छ तपाईँहरू? हामी त्यही केसको स्टडीमा छौँ सर। अहिले पनि त्यही खोजी कार्यमा छौँ सर। खोजी कार्य अगाडि बढाएको छ नि तिम्रो रुममा? ए हो, भेटिएको छैन सर मान्छे। अब 2 दिनभित्रमा हामीले रिजल्ट हजुरको हातमा आउट गर्छौँ सर। सबै ठाउँमा चाहिँ त्यो खोजी कार्यलाई चाहिँ अगाडि बढाउनु पर्यो। अनि अरू भाइहरू को हुनुहुन्छ होइन? सबै चाहिँ यताउता छरिएर बस्नु पर्यो। हस् सर। हस् 2 दिनभित्रमा रिजल्ट आउट गर्छौँ सर। हामी त्यही घटनास्थलतिरै खोज्दैछु सर। यो चाँडोभन्दा चाँडो गर्नु पर्यो। अब अहिलेको यो परिवेशमा घटना दिनहुँ बढिरहेको छ, यसलाई नै न्यूनीकरण गर्नु पर्यो हामी सबै मिलेर। रात दिन खट्नु पर्यो तपाईँहरूले। हस् जय नेपाल सर। ओहो ब्रोहरू, परिचय म 36 को उहाँ 32 को। होइन यो 36 र 32 चाहिँ के हो? म 36 को ड्राइभर, उहाँ 32 को खलासी। अनि तपाईँहरूको परिचय? हामी पनि ड्राइभर र खलासी नै हो। अनि गाडी खै त? ल साथीहरू पनि हामी त गाडी ठाउँमै थन्काएर मोज मस्तीतिर हिँड्या के आज भोलि? तिम्रो के छ प्लान? जाउँ। बस्नु न। कहाँ बस्नु यार, यसो रमाइलो गर्न आएको। कतै छ भने बसौँ रमाइलोको लागि, त्यही भएर आएको। खै थाहा छैन यार त्यस्तो। त्यो अस्तिको घटनाले त यार मलाई के रमाइलो गर्नु मन लागेन यार। साँच्ची अस्ति केटी मरेकी माथि होला यार। जाम। यस्तो कुरा गर्नु हुँदैन पब्लिकमा बसेर। साला कहाँ यस्तो ठाउँमा यस्तो गफ गरेर यस्तो कुरा गर्नु हुँदैन।
अपराधीहरू त यिनीहरू नै हुन् जस्तो छ। हो फर्केर आएको साथीहरूलाई लिएर जाउँ भने अपराधले कहिले मुक्ति पाउँदैन, सिआइडी र काल भनेर आउँदैन। अश्राप ए समात इधरले ए समात केटा हो समात लाइन अपराध गरेर भाग्नु खोज्छ अपराधीहरू हिँड्छ अपराध गरेर लाज लागेन। आखिरकार सम्पूर्ण अपराधीहरूलाई प्रहरीले समातेरै छोड्नु र एक दिन सम्पूर्ण अपराधीहरूलाई हिरासतमा लिएरै छ। अहिले ती अपराधीहरू आफ्नो अपराधको सजाय काटिरहेका छन्। यसपछि थुप्रै महिला कर्मीहरूले पनि बालबालिका खोज तलास केन्द्रले पनि प्रहरीलाई आफ्नो तर्फबाट सहयोग गरिराख्नु भएको थियो। आदरणीय दर्शकवृन्द, म यही च्यानल मार्फत तपाईँहरूलाई के आग्रह गर्न चाहन्छु भने सभ्य समाजको निर्माण गर्नको लागि हामी तपाईँ सभ्य बन्नुपर्छ। यो देश बनाउन, यो समाज बनाउन तपाईँ हाम्रो महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। हामी आफ्नो मेहनतले आफ्नो पाखुरी खियाएर आफ्नो जहान परिवारलाई पाल्न सक्छौँ र अब उपरान्त अपराधको बाटो नअपनाउनुहोला। यस्ता घटनाहरू नगरिदिनको लागि आग्रह गर्दै यस्तै घटना लिएर तपाईँहरू माझ अर्को एपिसोडमा पनि म आउने बाचा गर्दै सम्पूर्ण सावधान नेपालको टिमलाई र मलाई पनि बिदा दिनुहोला। नमस्कार।